लु है मेरो पनि सिजन त आए सिरियस टाइपको छ है। तर मेरो चाहिँ यसपालि चाहिँ राखेको ठाउँबाट चाहिँ टाकटुक पल्टी झरेको थियो र यो साइड चेन्ज गरेर राखेको टिपेर अलिअलि बनाएर राखेको माटै माटो भएको छ हो। टाकटुक भाँचिएको छ। यो अलिक राम्रो छ, अलिक यो कम्ती भाँचिएछ। एकदमै राम्रो हुँदै थियो, सबै पल्टेर नि यो ठिकैको भएछ। यो पनि अरू भाँचिएको छ नि हौ, माया लाग्दो त। यो मजाको कलरको छ, यो पनि भाँचिएको छ पुरै। त्यो मैला लागेको छ यो भाँचिएर कुच्चेर। यो पनि भाँचिएर यति रहेको छ। यो पनि सबै मैला लागेको लडेरै हो, पल्टेर भाँचिएर यी बिचबिचमा पुरै। यो पनि भाँचिएर निकै बिग्रेको छ। यसको पनि जाडो रहेछ टिपेको। यो पनि राम्रै छ अलिक चाहिँ। यो पनि निकै भाँचेको छ नि, यसको पनि माया लाग्दो सबै भाँचेको छ। कति मैले छानेर फ्याँकिसकेको थिएँ र पनि अझै पनि यो बिचबिचमा यो अर्कैको भाँचेको यो राखिदिएको माया लागेर यो फुलेको छैन, फुल्नु आँटिरहेको छ। यो चाहिँ यो त झन् बिजोक भएको थियो, बिजोक यसको जतिको बिजोक चाहिँ थिएन। यो पनि हो, यो चाहिँ एकदम त्यो किनेर ल्याउँदा बिरुवा मसिनो पाएकोहरू टालिएर आएकोहरू पनि सारेको नि त। 100 रुपियाँमा यति एउटा बिरुवा ल्याएर चाहिँ बनाएको थिएँ। तर राम्रै भएको भए त ठिकै हुन्थ्यो, तर यहाँ लडेर मात्रै बिग्रेको मेरो। यति चाहिँ छ है मेरो पनि सिजन थसको नाममा। बिउ चाहिँ जगाउनु पर्छ होला अब यसबाटै।